नमस्कार, म गणेश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मोरङ क्षेत्र नम्बर 3 को उम्मेदवार। मेरो उम्मेदवारी किन छ भने नीतिगत विषय पारदर्शी हुनुपर्छ। हाम्रो समाजमा भएका समस्याहरू, नीतिगत कुराहरू नै राष्ट्रिय समस्याका विषयहरू र राष्ट्रिय नीतिले असर गर्ने कुराहरू छन् भनेर मान्छेलाई बुझाउनका लागि मेरो उम्मेदवारी हो। मेरो उम्मेदवारी सुशासनका लागि हो। मेरो उम्मेदवारी परिवर्तनका लागि हो। अब पुरानाबाट हुँदैन, नयाँ चाहिन्छ। नयाँ प्रविधि जान्ने, नयाँ कुरा जान्ने, नयाँ किसिमले समाजलाई बुझ्ने चेतना चाहिन्छ भन्ने जुन लहर छ, जुन सोचाइ छ, त्यसलाई संसदमा पुर्याएर बलियो नीतिगत आधार तयार गर्नका लागि मेरो उम्मेदवारी हो। पार्टीका तर्फबाट नीतिगत एजेन्डाहरू छन् जुन वाचापत्रका रूपमा आउँछन्। त्यसले पक्कै पनि विकास, समृद्धि, सुशासन, समावेशिता लगायतका कुराहरू नै सम्बोधन गर्नेछ। परिवर्तन यस्तो हुनुपर्छ, त्यसले सबैलाई समेट्छ भन्ने एउटा खाका तयार गर्नेछ। त्यो मेरो पनि वाचापत्र हुनेछ भने यो क्षेत्रका लागि, यो क्षेत्रका सिमसार हुन्, जङ्गल हुन्, यो क्षेत्रका धार्मिक वनहरू हुन्, यो क्षेत्रका सुकुम्बासीका समस्याहरू हुन्, ती राष्ट्रिय समस्याका रूपमा पहिचान गरेर राष्ट्रिय स्तरबाटै त्यसको समाधान गर्ने मेरा एजेन्डाहरू हुनेछन्। नीतिगत सुधार जसले यो ठाउँलाई पनि प्राथमिकतामा पार्नेछ, त्यसका लागि मेरो लबिङ हुनेछ। यिनी मेरा एजेन्डाहरू हुन्। बुद्धगत रूपमा दस्तावेज प्रस्तुत गर्नेछु। मैले देख्न खोजेको अथवा मैले बनाउन चाहेको, म उपस्थित भएर यस्तो होस् भन्न चाहेको संसद पारदर्शी हुन्छ। त्यसमा व्हिपहरू हुँदैन। सरकारले ल्याओस् अथवा कसैले पनि ल्याओस्, राम्रा नीति छन् भने पक्ष विपक्ष नभनी राम्रा नीतिका बारेमा सम्बोधन गर्ने, राम्रा नीतिलाई चाहिँ सहमति गर्ने आधार बन्ने गरेको संसद होस् भन्ने लाग्छ। त्यो संसद एकअर्काको गाली गलोचमा रमाउने, तानातान गर्ने, एउटाले सवाल गर्ने, अनावश्यक सवाल गर्ने, व्यक्तिगत सवाल गर्ने, छेडखानी गर्ने, अनि त्यो झन् ठुलो छेडखानी अर्को पक्षबाट आउने र जनता जे चाहन्छन्, नागरिकले जेका लागि कुरा उठाइरहेका छन्, मतदाताले जे एजेन्डाका लागि मत दिएका छन्, त्यो एजेन्डा जस्ताको तस्तै सर्लक्क परिवर्तन नभइकन संसदमा उठ्न सक्ने संसद बनोस् भन्ने देख्न चाहन्छु।